Man City 3, Crystal Palace 0. So आजको बिग स्टोरी म्यान सिटीले आनन्दले गेम जित्यो। अब चेल्सीसँगको एफए कप गेमको लागि प्लेयर्सहरूलाई रेस्ट गराएर पनि दे स्टिल वान कम्फर्टेबली होइन। अब फिल फोर्डन हि वाज द गाई होइन, हि चेन्ज द टेम्पो फर द म्याच। सो उसको ब्याकहिल हेरेको छैन चाहिँ हेर, इट्स गुड होइन सेमेनियोलाई। अनि अब त्यही हो फोर्डन, अब मोमेन्ट अफ ब्रिलियन्स। अब 2 सिजन ब्याक त हि वाज लाइक going to be the next big thing. अब यो सिजन has not quite done it yet, तर still के भन्छ मोमेन्ट अफ ब्रिलियन्स होइन। अनि गार्डियोलाले हिजो हाल्यान्डलाई रेस्ट गर्यो, डोकीलाई, सर्कीलाई होइन, त्यही पनि स्टिल लाइक उसको स्क्वाड डेप्थ वाज बेटर देन क्रिस्टल प्यालेस। अनि मार्मुसले गोल हान्यो, सो इज भन्नाले चाहिने बेलामा गोल हानिरहेछ होइन। क्रिस्टल प्यालेस दे नेभर लाइक लुक लाइक छ नि दे कुड गेट समथिङ फ्रम द म्याच। अनि इट्स अलमोस्ट सिम्स लाइक उनीहरूको क्लियर फोकस चाहिँ युरोपा कन्फरेन्स लिग फाइनलमा छ। सो प्यालेस हेभ नाउ गन 5 गेम्स विदाउट अ विन, अनि इन्टेन्सिटी पनि इज नट देयर होइन। अब टाइटल रेस चाहिँ इज गोइङ टु बी साइकोलोजिकल एज वेल एज ट्याक्टिकल होइन। अब आर्सनल दे कन्ट्रोल द डेस्टिनी। अब म्याचेसहरूको कुरा गर्दा आर्सनल अब दे प्ले बर्नली र क्रिस्टल प्यालेस। अब यसो हेर्दा त अब बर्नली दे हेभ नथिङ टु प्ले फर, दे आर रेलिगेटेड। क्रिस्टल प्यालेस लास्ट गेम अफ द सिजन खेले पनि के अब भन्नाले युरोपा लिगमा छ होइन। सो भन्नाले यसो हेर्दा त टाइटल आर्सनलकै हातमा छ, तर अगेन एनिथिङ क्यान ह्यापन होइन फेरि। तर लुक्स लाइकली द्याट आर्सनल विल विन द प्रिमियर लिग, तर अब आई डोन्ट नो भन्नाले गेम्सहरू हेर्दा चाहिँ होइन। तर एनिवेज एभ्री गेम नाउ अब फिल्स लाइक अ फाइनल होइन। अब गोल डिफरेन्स, प्रेसर, स्क्वाड रोटेसन, फ्याटिक सबै कुरा छ होइन। सो या द्याट वाज द अपडेट।